सम्मान्य सभामुख महोदय, यो केआईआईटी युनिभर्सिटीमा भर्खरै भएको घटनामा ज्यान गुमाउने प्रिजा शाहको सम्बन्धमा हाउसमा उठेको विषयमा सम्मान्य सभामुखज्यूले गर्नुभएको रुलिङका लागि म धन्यवाद भन्न चाहन्छु र यहाँबाट म आफ्नो कुरा थाल्न चाहन्छु। यो विशेष समयमा म अलिकति विशेष ढङ्गले नै हाम्रो ऐतिहासिक एउटा समस्याका रूपमा, राजनीतिक अस्थिरताका रूपमा प्रकट भएको हाम्रो अभ्यासलाई मैले आज चर्चा गर्न खोजेको छु। नेपालमा 6 महिना, 7 महिना, 9 महिना वा 10-11 महिनामा सरकार परिवर्तन हुने, बदलिने खराब बानी लागिरहेको सर्वविदितै छ। विक्रम सम्वत 2007 सालपछि हालसम्मै 3-4वटा सरकारले मात्रै 3.5 वा 3 वर्ष समयावधि काम गर्न पाएका छन्। अन्यथा विक्रम सम्वत 1825 मा काठमाडौँ एकीकरण भए यताको 257 वर्षमा न भारदारकाल, न राणाकाल, न राजतन्त्रकाल, न प्रजातन्त्रकाल, न लोकतन्त्रकाल, न गणतन्त्रकाल कुनैमा पनि स्थिरताको अनुभूति हुने खालको अवस्था रहेन। त्यही अनुभव र बानीको छाया प्रतिछाया आज हाम्रो दैनन्दिन राजनीतिक व्यवहारमा छचल्किन गरेको छ। म यो कुरा राख्न चाहन्छु। सम्मान्य सभामुख महोदय, विक्रम सम्वत 2007 सालमा प्रजातन्त्र त आयो, आधुनिक नेपालको निर्माणको क्रम त सुरु भयो, तर त्यसपछि स्थिरता झन सङ्कटमा पर्यो। सुरुमा आन्दोलनको नेतृत्व गरेका बीपी कोइराला र मातृका प्रसाद कोइराला बीच हानथाप र झगडा लगाएर खेल्दै खेलाउँदै अन्ततः 2017 साल पुस 1 गतेको कालो काण्ड रचियो र 30 वर्ष लामो राजाको वरद नेतृत्वको पञ्चायती काल रात्रिमा पनि कुनै स्थिरता भएन। तासको पत्ती फेरिए जस्तो सरकारहरू र प्रधानमन्त्रीहरू फेरिए। मैले यो कुरा यहाँ राख्न चाहन्छु। सम्मान्य सभामुख महोदय, बितेका 75 वर्षमा नेपालका कुनै पनि प्रधानमन्त्री र तिनको नेतृत्वका सरकारले 5 वर्ष पुरा अवधि काम गर्न नपाउनु, नदिनु एउटा राष्ट्रिय लज्जाको दृष्टान्त हो। स्थिरताको अभावमा दिगो विकास, पद्धति निर्माण र राष्ट्रिय आवश्यकताको सम्बोधन र सुशासन सम्भव हुँदैन, भएन। यो हामी नेपालीहरूले व्यवहारमा भोगिरहेको कटु यथार्थ हो। सम्मान्य सभामुख महोदय, आज देशमा सङ्ख्यात्मक हिसाबले बलियो सरकार छ। 2वटा ठुला पार्टी र अन्य पार्टीहरू मिलेर यस्तै पालै पालो सुरुमा 24 महिना र त्यसपछि बाँकी अवधि नेतृत्व गर्ने घोषणाका साथ सरकार बनेर सहमतिमा काम अघि बढिरहेको छ। सरकारको नीति तथा कार्यक्रम पनि आइसकेको छ। तर त्यस यता दिनौँ सरकार विरुद्धका चलखेल जारी छन्। आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकेँ, अब रहँदैन जस्ता वक्तव्यबाजीहरूले हरेक दिन मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण हुने क्रम जारी छ। तर सरकार अघि बढिरहेको छ। त्यस्ता वक्तव्यहरू र झुटो बकवासहरू निरर्थक साबित भएका छन्। त्यस्तो बोल्ने नेतृत्वलाई कतिवटा जिब्रा भएका र अवरात्र कति झुटो बोल्न सक्ने काबिल नेता मानेर सुनिरहनु पर्ने हो हामी नेपालीहरूले। म यो विशेष समयमा यो कुरा राख्न चाहन्छु। सम्मान्य सभामुख महोदय, पछिल्लो 20 महिनाको हामीले शासन देखेकै हौँ। पाकिस्तानी मोडेलको अभ्यास त्यतिखेर नथालिएको होइन। कति फाइल खोल्ने हुँकार गरिएको थियो, तिनको हकीकत के भएको छ त्यो नदेखिएको होइन। त्यसको भोगाई आज भद्रबन्दी गृहमा टोपबहादुर रायमाझी मान्यज्यूले भोग्नु पनि भइरहेको छ। कुशासनका अनेक रूप त्यसरी प्रकट भएकै थिए। सुन तस्करीले सिङ्गो देश पहेँलपुर भएकै थियो। अनि त्यो सबै गर्ने मुहानहरू आज त बन्द छन्। त्यो बन्द भइसकेपछि के छ भने अस्थिरता मौलाउने खालका वक्तव्यबाजीहरू बढिरहेका छन्। म चाहिँ के भन्न चाहन्छु भने भर्खरै 25 करोड युरो र डलर सहितको ट्रक पक्राउ भयो। त्यो ट्रक कसले चाहिँ त्यो ट्रक कसको थियो र त्यसमा संलग्न कसका कार्यकर्ता थिए त्यो लक्षित छैन र त्यो थाहा छैन र अनि छटपट्टि कता भइरहेको छ त्यो पनि जानकारी छैन र म यो कुरा राख्न चाहन्छु। सम्मान्य सभामुख महोदय, आज संविधान बमोजिम शपथ खाएर यही बैठकमा उपस्थित हामी मध्ये केही माननीयजीहरूलाई पनि लोकतन्त्र, गणतन्त्र होइन, वंशानुगत शासन र कथित राजा चाहिएको छ। चैत 15 गतेको 3 कुने काण्डले राजा चाहनेहरूको असलियत स्पष्ट गरिसक्यो। नागरिकका घरमा आगजनी गर्ने, तोडफोड गर्ने, लुटपाट गर्ने, चोरी गर्ने र डकैतीको बलमा
कस्ता कस्ता हरकत भए। सांसदहरू, वरिष्ठ नेता, महामन्त्री, सम्भव व्यक्तिहरू सकेसम्म चुले निम्तो त्यहाँ पार्टीका नेता कार्यकर्ता जाने, उत्पातमा संलग्न हुने, राजा चाहिन्छ भन्ने, व्यवस्था बदल्न खोज्ने र पार्टी तर बाहिर आएर त्यो उत्पातको जिम्मेवारी लिन पर्यो भने पानी माथिको ओभानो हुन खोज्ने, यस्तो गर्न मिल्छ? सम्मान्य सभामुख महोदय, म मित्रहरूलाई भन्न चाहन्छु, व्यवस्था यसरी बदलिँदैन। व्यवस्था लुटपाटबाट बदलिँदैन, व्यवस्था आगजनीबाट बदलिँदैन, व्यवस्था बियर चोरेर बदलिँदैन। त्यसो भएर सपना नदेख्नुहोस्, निद्राबाट बिउजाउनुहोस्, जाग्नुहोस् र यथार्थलाई आत्मसात गरेर अघि बढ्नुहोस्। कम्तीमा छिपछिपे सहकारीको बचत दुरुपयोगमा संलग्न आफ्नो सांसद गीता बस्नेत कहाँ हुनुहुन्छ? कानुनी प्रक्रियामा ल्याउन सहयोग गर्नुहोस्। म यो कुरा जोडदार रूपमा ध्यान आकर्षण गराउन चाहन्छु। सम्मान्य सभामुख महोदय, सत्ता साझेदार दलहरूभित्र नेतृत्व तहमा कहिलेकाहीँ लोकप्रियतावादको दुष्प्रभावले पनि काम गरिरहेको देखिन्छ। म लोकप्रियतावाद कसरी प्रकट हुन्छ भन्ने कुराको एउटा दृष्टान्त राख्नै पर्ने भएर यहाँ राख्न गइरहेको छु। माननीय ऊर्जा मन्त्रीले नेपाल विद्युत प्राधिकरणका एकजना कार्यकारी निर्देशकलाई हटाउनु भयो। उहाँले पहिले धेरै स्पष्टीकरण सोध्नुभयो, स्पष्टीकरण दिनेले दिनु भएन, अनि उहाँले पटक पटक सोध्नुभयो, अन्तिममा हटाउनु भयो। ठिक गर्नुभयो कि बेठिक गर्नुभयो? सरकारले निर्णय गर्यो, मन्त्री परिषदले निर्णय गर्यो, म त्यतातिर केही बोलिनँ। तर ऊर्जा मन्त्री नेपाली काङ्ग्रेसको प्रतिनिधित्व गर्नुहुन्छ कि गर्नुहुन्न? गठबन्धन सरकारको अभ्यास र कार्यतरिका कस्तो हुन्छ यसको हेक्का छैन र? ऊर्जा मन्त्रीको प्रस्तावमा उहाँ हट्नुभयो, अनि गाली प्रधानमन्त्रीलाई, दोष प्रधानमन्त्रीलाई, अनि कार्यकारी निर्देशक हटाउने वा राज्य मन्त्रीलाई पदमुक्त गर्ने निर्णय यो प्रधानमन्त्रीको स्वेच्छाको विषय हुन्छ र? यो त हुन्न। यो त प्रधानमन्त्रीमाथि दोष थोपरेर उम्किने विषय होइन। बरु यसमा आदरणीय सभापतिज्यूसँग पार्टीका तर्फबाट के समन्वय भएको भनेर मित्रहरूले तथ्य बुझेर जानकारी हासिल गर्नुपर्ने होइन र? हामी कसैको यो गठबन्धन बनाउन योगदान हुन पनि सक्छ, थाहा जानकारी नभइकन बनेको पनि हुन सक्ला, तर यसलाई सफल बनाउने र निर्धारित अवधिपछि सत्ताको नेतृत्व हस्तान्तरण गरेर अहिलेभन्दा राम्रो काम गर्ने अवसर सदुपयोग गर्ने पनि समय आउँछ होइन र? त्यसो भएर म चाहिँ के स्पष्ट भन्न चाहन्छु भने सरकार 7 बुँदे सहमतिको जगमा बन्यो, न्यूनतम साझा कार्यक्रमका आधारमा क्रियाशील छ र हरेक जसो विषय दुई ठुला पार्टीका प्रमुख नेता र सत्ता साझेदार नेताहरूको सहमति, छलफल र निर्णयमा भइरहेका छन्। विमतिमा एउटै काम भएको छैन। अनि कसरी म अखबारबाजी भएको देख्छु, एमाले करण भयो, कसरी यसो भयो? म यो कुरा चाहिँ सोध्न चाहन्छु। र यदि सत्ता साझेदार दलहरूबिच संयन्त्रको अभ्यास एक हिसाबले समस्या भयो भन्ने लागेको छ भने प्रमुख नेताहरू बसेर छलफल गरेर त्यसलाई खारेज गरे हुन्छ, त्यसलाई विघटन गरे हुन्छ र छलफल गरेर टुङ्गोमा पुगे हुन्छ। तर अस्थिरतालाई मलजल गर्ने काम सत्ता साझेदार दलभित्रबाट कसैले पनि गर्नुहुन्न, जानेर वा नजानेर कुनै हिसाबले पनि गर्नुहुन्न। सरकारलाई प्रभावकारी बनाउने, सरकारलाई यो गठबन्धनलाई यसका निर्धारित अवधिलाई र नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई निर्धारित नेतृत्व गर्नका निम्ति दुई दलले गरेका सहमतिलाई सफलतापूर्वक निष्कर्षमा पुर्याउने गरी हामीले काम गर्नुपर्ने होइन र? यदि आन्तरिक प्रतिस्पर्धाको कुरा नै हो भने निशाना सरकारतिर सोझाउनु आवश्यक छैन, त्यसो गर्न बन्द गर्नुपर्छ। आन्तरिक प्रतिस्पर्धाको अभ्यास आफ्ना महाधिवेशनमा हुनेछन्, सरकार वा गठबन्धनलाई त्यसबाट प्रभावित गर्नु हुँदैन। सामान्य सभामुखज्यू, मैले अन्तिममा सक्नै आँटेँ। सरकारप्रति असन्तुष्टि बढाउने, निराशा र आक्रोशको राँको बाल्न हानथाप गर्ने र आफ्ना स्वार्थको रोटी सेक्ने काम, कोही कसैमा रोटी सेक्ने काममा कोही दुरुपयोग उपयोग नहुँ। विगतमा हामी नेपालीहरू 2200, 2400 मल्ल, सेन र शाह राजाहरूका 50औं अभ्यासहरूबाट एकीकरण अघि गुज्रिएका थियौँ। त्यस्तै आफ्ना टुक्रा स्वार्थबाट नचलौँ। बलियो सरकार, बलियो गठबन्धन र बलियो राष्ट्रिय सङ्कल्पसहित देश र जनताको हित, लोकतन्त्र र गणतन्त्रको अभ्यास एवं सुदृढीकरण गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न दृढतापूर्वक अघि बढौँ। अस्थिरता मुर्दाबाद, स्थिरता जिन्दाबाद। सत्ता साझेदारीलाई बलियो बनाऊ। धन्यवाद।